एक्लै लाने भनेको हैन ल हामी चाहिँ अब यो भाँडा चाहिँ तर सेलरोटी पकाउन जग्गा लाँदैछौँ कान पनि छैन बिहानको बजेको 7 आज दाजुको अब कसार बाट्ने दिन दाजु नुहाउनु जानुभएको छ दाजु नआएको त 1 घन्टा भइसक्यो हो 1 घन्टा भइसक्यो अब मक्कर पनि आजै नआएको अरे दाजुले आयो बिर्को अप्ठ्यारो गर्नेछ नि त अनि बिर्को यसैमा लैजाउँ न त्यहाँ हाम्रो अर्को काम छ एउटा अर्को काम क्यामेरा झरेको पनि छैन फेरि त्यही पनि भिडियोग्राफर नभए साह्रो छ आफै भिडियोग्राफर हुन कति साह्रो छ दाजुको बिहेको ब्लग चाहिँ हो क्यामेरासित भनिदियो बनाइदियो क्यामेरै भाग्यो नि त तिमी आउँदैछौ के त राख्नु एकछिन बल्ल बल्ल ल्याइपुऱ्यायो भिनाजु र मैले भाँडा चाहिँ यत्रो ठुलो छ हो बहुत साह्रो छ दाजुको बिहे आज कसार बाट्ने दिनमा चाहिँ हामी यहाँ सेलरोटीको लागि पिठो लिएर कटेरामा जाँदैछौँ बिहेको अब सेलरोटी चाहिँ धमाधम भाउजूले पकाउँदैछ हो दाजु साथ दिने अब यहाँ चाहिँ कसार बटाउने जग्गा धमाधम बनाइँदैछ हो बाया पुग्छ हाम्रो यहाँ दाजु भिनाजुले बिहानदेखि आएर चाहिँ धमाधम काम गराउँदैछ बाटो बनाउनेदेखि लिएर ठक्कैसँग यहाँनिर ओदान पनि अनि बोल्नु नै रेड गरिहाल्छ है कपाल दाजुको पनि ठुलो कन्ट्रिब्युसन रोटी सुकाउँदै यहाँ राख्दै रोटीलाई एकदम पर्फेक्ट कन्डिसनमा राख्ने काममा धमाधम हुनुहुन्छ दाजु चाहिँ फेरि बजारमा त्यो समोसा राख नि पकाइसक्यो कार्टुनमा 3-4 दिन 5 दिन 10 दिन पनि हो आइटी कति बेला आइपुग्यो यहाँ चाहिँ भइसकेको छ कसार बाट्ने समय लगन बोलाउने बेला भयो लगन बोलाउने कुरो छिटो धान ठेकी यो दाउरा बिस्कुट सुकाउने काकीहरू हो यहाँ बेहुला अब यहाँ गुरुजीको धमाधममा चाहिँ अब यहाँ लगन बोलाउन आँटेको छौँ लगन बोलाउन यो अग्निलाई तयारी 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 सबैजना तयारी कसार भुटेको धमाधम दुई घन्टा बाहिर पनि आउनु भयो यहाँनिर मैले अलिकति पर्नबाट
बडा यहाँनिर कथा भेट्छ आनन्द यो गाईसित गोदान गर्नुपर्ने त्यहाँ पैसा छ सर एउटा गाईदान गर्ने होला हो सानो अनि पछाडि सर्छ दिदी दिदी अनि पछाडि यो त रेकर्डेड ब्लगमा हाल्छु हो ओके डल्ला भयो मेरो ला डल्लै परेन त र त उता पानी लिनु गयो सन्चै बोल्नुपर्ने पानी लिनु सन्चै बोल्नु चिन्ता मनु दिनेश काकालाई ह्याप्पी म्यारिड लाइफ है अब भोलिदेखि काका इङ्गेज हुनुहुन्छ हामी पनि भाइहरू छौँ काकीसँग बिहा गरेर हामीलाई नबिर्सिनु हामीसँग पनि बोल्दा हुन्छ ओके ह्याप्पी म्यारिड लाइफ फेरि पनि राम्रो गर्छौँ भोलि जान्दै जान्छौँ बुहारी लिएर आउँछौँ हामी ढङ्गाले भित्र आउँछौँ यही हाम्रो चलन ह्याप्पी म्यारिड लाइफ ह्याप्पी म्यारिड लाइफ त भाइलाई भनिन्छ भोलि जति बेला हामी टिको लगाएर बुहारी सुइक गाड्छौँ ओके पाउन सबैजना प्रितम दाजु आज जग्गेको तयारी हुँदैछ र त्यसको लागि म धेरै खुसी छु धेरै आनन्दित छु धेरै 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 मङ्गलमय शुभकामना छ मेरो तर्फबाट जन्ती जानेको प्रिपरेसनमा यहाँ धमाधम काम गर्नुपर्छ काकी भाउजू यता हाम्रो भान्जी काकाले सुपरभिजन हाम्रो दिनेश भतिजको जुन शुभ विवाह हुन लागिरहेछ यसको निम्ति उसलाई एकदम मङ्गलमय शुभकामना म प्रकट गर्छु यस सम्बन्धमा अब भोलि बिहान हामी यहाँबाट बिहानै 5 बजी प्रस्थान गर्नुपर्नेछ र यसको निम्ति सबै काम तयार भोलिको निम्ति तयारी गर्नुपर्ने हामी सबै लागेर यहाँ तयारी गर्दैछौँ र अरू त के भन्नु उसलाई नवविवाहित यो जीवनको हार्दिक मङ्गलमय शुभकामना उसको जीवन फलोस् फुलोस् उसलाई कहिले पनि अशान्ति असुविधा कहिले पनि नहोस् र उसको जीवन सफल होस् भन्ने कामना व्यक्त गर्दछु
यहाँ बस न हेलो सबैजना बिहेमै आएको हो एक्साइटेड बिहेको लागि एक्साइटेड सबैजना भान्जी त भर्खर आउँदैछ नि म त भर्खर देख्दैछु केटाकेटी त निन्दा खोज्दैछ जन्तीको लागि त उहाँ त यहाँ खाना खुवायो लामो लाइन पो लागेको सचिदानन्द रूपाय बेहुला रेडी हो हामी चाहिँ अब जन्ती जानु एकदम तर्खरमा छौँ दाजु कस्तो लाग्दैछ हाउ आर यु फिलिङ आइ एम फिलिङ ह्याप्पी खुसी पनि लाग्दैछ नर्भसनेस पनि छ मिक्स्ड इमोसन ओके ल विश यु अल द बेस्ट हुन्छ ल जन्तीहरू सबैजना बाटो लेट्स गो लेट्स गो लेट्स गो दिउ दिउ नानी माओकी आयो हजुर मैले सबै हालेँ सबै हालेर नानीको जम्मै सामान त्यही छ नि होइन बोतल जतिकै हालिराख्नु हामी बोतल नमती बाजामा एकदम बज्दैछ सबैजना रेडी हो यो पनि हो जन्ती गएको हाम्रो गाडी लास्ट हो बिनाजु यो पाम पुग्न अनि यो अगाडि कहाँ गएको भन्छ कहाँ गएको कहाँ गएको हामी भनिदेऊ त कहाँ गएको कसको बिहे आज कसको बिहे मामाको बिहे मामाको बिहेमा तँले 2 महिना अगाडि इन्भिटेसन बाँड्दै थियौ मामाको बिहे छ आउनु ल बिनाजु स्टप गर्नलाई माथि के हुन्छ ब्याकग्राउन्ड साउन्ड नआउला है खै आनन्द खै आनन्द अगाडि खोइ कहाँ छ मान्छे बेहुला चाहिँ बेहुलै देखा छैन मैले जोस हो जोस केटाहरू जोस आउस त जोस छ हाई सर ल ल ल यहाँनिर बेहुलाको यो भयो यहाँ काम भयो पटुकी कसेर ल ल ल हामी जन्ती जाँदैछ ल जाइँदैछ भयो पूजा भयो दाजु आनन्द भाइ आइज अब चाहिँ पुग्न आँट्यो बेहुली घर बेहुला पछाडि घरमा के खाने बिहेमा तुतोला अस्ति आउनु भएन पुग्न आँटेको
अब यहाँबाट 15 मिनट पुगिन्छ आयो आयो भने सुनेन हामीले त हो छाता खोल्न ढिलो गऱ्यो हो जुन काम गर्दैन त्यही मान्छे काम लागेन आज छाता उडाउन कबरी उत्पादन टपरी मध्यमम चिउरीका टपरी अथवा तथवा बोर्लाका टपरी छैन नि भोरमा त यहाँ त काली सेती भोर मात्रै देख्छ कहाँ पलायो गलुका बेगुरो कहाँ पलायो कसकी छोरी हुन् हजुर तिम्री आमा कसकी पल्लाई भन्छ फेर पिताजी फेरि सुरुजी भया मेरी लिहका फेरि बाबुका भनी सन्तान बढ्दै गया बाबुको सबलाले साथुहरूले दुनिया फेर्छ विस्मय तिमीलाई रिसति ठुलो सन्तानहरूले गरे यो चाहिँ दाजुको अब आखिरी मुस्कुराहट हो दाजु हाउ आर यु उतै जाउँ भन्दै हामी कहाँ गएर आएको भन्दै के देख्नु हामीले बधाई छ दाजुलाई बधाई दाजुको शुभकामना आयो हामी चाहिँ पछाडि बसिरहेको छु लगन चाहिँ यताकोले बोलाउनु भयो क्या हो
तलबाट छानाबाट सुरुरु उठाएर अलिकति यसरी पुग्नुहोस् सुरुरु उठाएर माथिसम्म जग्गा जग्गा अलिअलि छोड्दै छोड्दै ल्याउनु यहाँ माथि किरमा लगाइदिनु अब आउनुहोस् सानी आऊ यता आऊ आऊ नानी मान्छे के खाना उठ्ने अब यहाँ चाहिँ दाजुको बिहेको कार्यक्रम सकिसकेको छ हो हामी चाहिँ अब यहाँबाट बिदा भएर निस्किहालेको बेहुली मात्रै होइन बेहुला पनि मामा बैठाएर गाडी घुम्न बस्छ कस्तो गरेर लाइट अगाडि फोटोग्राफीको टिम खोइ फोटोग्राफी टिम को छ एकछिन त फोटोग्राफर पनि खोइ तिनीलाई बोला न हाम्रो दिनेश दाजु चाहिँ अब बेहुली लिएर आइसक्नु भएको छ खुसी बेटा मन में लड्डू फुटा कहाँ तूफान और पार्टनरसिपमा हो नि त पार्टनरसिप हो नि त मेरो यता पार्टनर आएको छ हालेको मैले आउँदैन दुईजना हो को छ छेक्ने चाहिँ को छ अलिक बढाऊ यता पनि हो एमन बढाऊ तन्की विचार अगाडि हेरेर के गर्छन् पछि हेरे नि अगाडि बेहुलाले उयो गर्छ बेहुलीले उयो गर्दै जानुपर्छ
एभ्री टाइम नयाँ सुन्छु म चाहिँ। यो त हो पहिलाको चाहिँ त्यस्तो बेहुलाले अगाडि कुचिँदै जान्छ बेहुलीले सोर्दै सिस्टम उल्टा कति चाहिँ दामी रहेछ यहाँ त हजुर कस्तो लागेछ एकदम दामी दामी तिरी यहाँ त अन्त यहाँ चाहिँ अब दिनेश दाजुको यहाँ सन्तानको टिका हुँदैछ अधिकारी परिवारमा चाहिँ अब फर्स्टमा बिहे भएको आएकै दिन सन्तानले सबै टिका लाउँछ अरे अन्त धमाधम यहाँ धमाधम टिका लाएको लाइ हुन्छ आऊ त ए भुवन जन्ती गराएर सानो खुसी भएको छैन हो आजको रेस चाहिँ कसले जित्यो रेसको चाहिँ खास यादव दाजु म त आज त्यो के हो त्यो ट्र्याकमा त्यो दिल्ली त्यो रेस कुद्छ नि ट्र्याकमा जन्ती ट्र्याकमा कुदे जस्तो लागेछ सिक्लामा त्यो पिलिक पिलिक पाएर चाहिँ आँखा यहाँ हामी त्यो उभिएर अलिकति एउटा क्लिक गरिदिन्छु ल लु त ल त तिमीलाई यहाँ दुईजना त्यहाँ जो तेरे इश्क में बहका पहले से ही क्या उसे बहकाना ओ जालिमा जो तेरी खातिर तड़पे पहले से ही क्या उसे तड़पाना ओ जालिमा दिनेशको पार्टी के तपाईँले भन्नुभयो हिजो भन्नुभयो त्यसो त के भन्नु ह्याप्पी म्यारिड लाइफ त भनिदिनुहोस् ह्याप्पी म्यारिड लाइफ भाइ दिनेशको लागि हजुर हामी अब यो उतारौँ आज राम्ररी हजुर मौसमले पनि साथ दियो हजुर र यहाँ पानी व्यवस्था सबै राम्रै छ र यो यस्तो शुभ अवसरमा हजुरहरू सबैलाई बधाई छ थ्याङ्क यू फेरि भन्नुहोस् त दिनेश भाइलाई ह्याप्पी म्यारिड लाइफ त्यही आयो होला त काट भन्नुहोस् न ह्याप्पी म्यारिड लाइफ दिनेश मामालाई ह्याप्पी म्यारिड लाइफ भाइ यो चिया खाएर चाहिँ तल्लो गएर ल म तँलाई म अब यहाँबाट आउट गरिदिन्छु न ह्याप्पी म्यारिड लाइफ भाइ दिनेशको लागि ह्याप्पी म्यारिड लाइफ छोरा बुहारी बिहाको शुभकामना लाग्यो लु
आज चाहिँ हो दाजुको पार्टी हो म चाहिँ अब पार्टीमा आइसकेको छु रेडी भएर र एकछिनमा गेस्टहरू पनि आउनुहुनेछ बिस्तारै बिस्तारै हामी सबै गेस्टलाई वेलकम गरेछौँ ठाकुर दाजु त एकदम जोसमा हुन्छ हो यहाँ भान्जी बेहुलाको भान्जी है भाइलाई धेरै धेरै बधाई छ भव्य जीवनको मङ्गलमय शुभकामना दाम्पत्य जीवन सुखमय रहोस् फलोस् फुलोस् सधैँभरि हाँसी खुसी देख्न भएको देख्न पाऊँ भाइहरूलाई अब चाहिँ हामी यहाँ बेको खाना खान आँटिरहेको छौँ मेरो थालमा खाना आइसकेको छ लेट्स ह्याभ द मिल ओके Done? क्रेन ल्याउनु पर्ने रहेछ यहाँ हो कहाँ के ल्याउनु भने भगवान् हाम्रो यहाँ क्लियर गरिहाल्नु त्यहाँबाट हुन्छ ए हुन्छ न यो भिडै हटेन नि त हाम्रो यो भिड हटिहाल्दैन नि टिका लगाउनु भएछ देखे आदमी यही हो जिसने 80वटा पुच्का खायो त ध्यान से देखियो भन्यो के अरे तल्लोपट्टि जानु नि भन्नुहुँदैछ बल्ल उकालो छोडेर यहाँ घरको मान्छेले छोडिदिनु अब के गर्नु ल यहाँ दाजुको बिहेमा चाहिँ पुच्का नम्बर 1 80 नम्बर दामी अब म खान्छु दाजुको बिहे पुच्का दही पुच्का पनि खायो मेरो चाहिँ फर्स्ट पुच्का हो हैन 30 भयो भयो ब्रत कति प्लेट यो फर्स्ट हो नि हो
ल ल ल ल ल देश दाजुको बिहेमा चाहिँ केटाहरूले दबाएर मोमो खाँदैछन् हो सोचेको तिमी नै हो मेरो बेहुली बेहुली माया के होला हो माया के होला सोचेको तिमी नै हो दिनेशको बेहुली बेहुली थ्याङ्क यू है अब अर्को गीत है त्यतिकै लाइनमा है सधैँ मैले गाइरहने गीत है यो पनि दिनेशले नै बुहारीलाई भन्नुहुँदैछ अनि बुहारीले पनि दिनेशलाई अब तपाईँले आफै सम्झिनुहोस् ल कसलाई भनेको है एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ दुःख पीडा मनको सहारा एकै शब्दले धोइदिन्छ खोइ कस्तो कस्तो आभास उसको मायाको 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 हो एउटा बहना छ यति लामो बाटो हिँड्ने सम्झिर रमाउँदै जिउने अब ताली मार्नु चाहिँ म भन्दिनँ है तपाईँलाई पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ हस् थ्याङ्क यू धन्यवाद जागिरी मर्दा बनियो इमानदारी केटोलाई जोगाउन दिने मन थियो जागिरी मर्दा बनियो नाच्यो बेहुला नाच्यो खैनी चुरोट खान्छ कि काट्दै गाह्रो छ
नगरी बाँच्दैन कन्याको ठहर ठेगाना के पनि टुङ्गो छैन यसपालि हिन्दू महिनामा बिहे नगरी बाँच्दैन कन्याको ठहर ठेगाना केही पनि पत्तो होला छैन खौरी बाटी चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु मोहनी लाग्लाई टौलेको बोलीले डाँडा खाडा चहराको गीतले खलखटा नगर हल्चला नगर नाच्न लाग्यो रहरा नाच्न लाग्यो Dale, por acá, que